म मेरो परिवार र साथीहरू मेरो घर नजिकैको गुम्बा जान्छौँ। म त्यहाँ बुद्ध जयन्ती, लोसार, जन्मदिनको बेला जान्छु। यस गुम्बा इलाममा पर्दछ। म बुद्ध धर्म अवलम्बी भएको कारण म र मेरो परिवार बुद्धको दर्शन गर्दछौँ। हामी आफ्नो परिवार र स्वास्थ्य सम्बन्धी राम्रो होस् भनी बुद्धको दर्शन र पूजा गर्न गुम्बा जान्छौँ। मेरो घरदेखि गुम्बासम्म पुग्न 15 मिनेट लाग्छ। मलाई गुम्बामा घुम्न र पूजा गर्न रमाइलो लाग्छ। गुम्बाको छेउको डाँडाबाट बजार हेर्न पनि रमाइलो देखिन्छ। बुद्ध जयन्तीको दिन धेरै मानिसहरू आउँछन् र नाचगानहरू गर्छन्। तर यहाँ केही समस्याहरू पनि छन्। यहाँ धेरै फोहोर मैला भएकाले मानिसहरूलाई असर गर्दछ। यहाँ धेरै पर्यटकहरू आउन सकेका छैनन्। गुम्बामा एकजना मात्र लामा भएको कारण हामी चाहेको दिन जान सकेका छैनौँ। हामी बसेको ठाउँमा एउटा मात्र गुम्बा भएको कारणले गर्दा लामा कोही बेला नहुँदा म र मेरो परिवार अर्को ठाउँको गुम्बा जान परेको छ। यस गुम्बामा फोहोर मैला सफा गर्न मानिसहरू सबै मिलेर सफा गर्न सक्छौँ। यहाँ धेरै लामाहरू भएको भए गुम्बामा मानिसहरू अथवा पर्यटकहरू आउन सक्छन्। गुम्बा सफा, सुन्दर र राम्रो बनाउन वडाको अध्यक्षबाट बजेट लिएर मर्मत गर्न सकिन्छ। समाजको मानिसहरू मिलेर हप्तामा सफा गर्न सक्छौँ। गुम्बा सफा र धेरै लामाहरू भएको भए म र मेरो परिवारलाई गुम्बा जान सजिलो हुन्छ र धेरै टाढा जान पर्दैन थियो।